साथीहरु मैले चाहिँ आज 20 पिस पोर्क मोमो लिएर आएको छु। यहाँ चाहिँ सुप पनि छ, पोर्कको सुप पनि छ। यहाँ अचार उयो भइगयो, बफको अचार भइगयो। अनि यहाँ पिउनको लागि जुस छ। यो चाहिँ म खाइसक्छु कि खाइसक्दिन हजुरहरुले हेर्नु होला हैन। भिडियो चाहिँ फेसबुकमा टुक्रा टुक्रा लगाउने हुँदाखेरि खोइ खाएको भन्नुहुन्छ हैन। खाएकोहरु त अब बिस्तारै स्टेप बाइ आउँछ। यो चाहिँ युट्युबको लागि नै हो विशेष गरेर। अब फेसबुकमा लामो भिडियो लगायो भने पनि चल्दैन, त्यही भएर साथीहरु खानेकुरा पनि सेलाइसक्यो है। ल अब म चाहिँ सुरु गरे है साथीहरु है। सुप पहिले चाख्नु पर्यो कस्तो रहेछ है। दिएको जस्तै भएछ सुप त। हातैले हान्दिन्छु होला मोमो अहिले म। ल झरी गयो चाहिँ। 30 रुपैयाँ बन्दै त भाइ मैले चाहिँ हातैले दिनु पर्यो, अप्ठ्यारो भयो। झ्याम हान्दिने हो ल। यस्तो गर्ने जाडोमा दामी छ तर सेलाइगयो क्या। यो चाहिँ हामीले घरमै बनाएको या हाम्रो नानाले दामी बनाउनु भएछ। यो सबै टुट्ने खालको दिँदैछ त्यो। मोमोको अचार चाहिँ बब्बाल भएको छ है। 20 पिस खाइसक्छु कि खाइसक्दिन हेर्नुहोस् है। स्पाइसी है। सुप पनि सेलाइसकेछ। पिरो ज्यादा लामो छ। दुई 4 6 8 9 11वटा खाइसकेछु। हम थाले यार।
कान्छी अचार लास्टै पिरो छ सुपमा हल्का नुन कम छ है तर प्रेसर उयो भएकोलाई त ठिकै हो सुपको हड्डी सुप छैन सुप अलिकति खाऊँ एउटा हड्डी र सुप ल्याउनु कान्छी ल साथीहरु म चाहिँ अरट्ठ भइसके कतिवटा खाइसके नि 1 2 3 4 5 ल 14 वटा खाइछु यो खाँदाखेरि 14 वटा 15 वटा हुन्छ सुप थपेर खाएँ हामी सानोमा पहाडमा पहिले बिहे खान जाँदा सुप माग्थ्यौं अनि यसरी मासु झर्थ्यो यहाँ पनि सुप माग्दाखेरि एक पिस मासु आएछ अरे हल्का रमायो बिहामा ठक्क बारीको डिलमा बसेर टपरीमा ठक्क यसो गरेर सुप थापो मासु तुलुङ्गे एउटा झर्थ्यो क्या मजा आउँथ्यो त्यो समय त्यस्तै थियो नि त मासु हतपत्ती नखाने अहिलेको बच्चाहरू मासु खान मान्दैन हड्डीसम्म काम ल साथीहरु एउटा दुईटा तीनटा चारवटा खाइसकिन ल 16 वटा खाएँ दुई बटको सुप खाएँ अचार थपेर खाएँ ड्रिङ्क खाएँ ल बाई बाई